माछा मार्न मन लाग्यो हामी कता माछा मार्न जान लाग्यो ल गाइस हामी चाहिँ आज पोखराको बजारमा होइन अब यस्तो केटाकेटीहरू भइसक्यो अब रमाइलो गर्नुपर्छ मोटे भाइ होइन ए बाबा मोटे भाइ विशाल दाइ होइन बना हिँड अहिले चाहिँ मिल्यो होइन खासमा उयो गल्लीबाट रहेछ क्या होइन हामी चाहिँ गयो होइन त्यसो नदेखाऊ हामी सोध्दा मान्छे त्यस्तो हेर्दैन है त गाई लगाएछ होइन फेवातालाई पुग्यो होइन फेवाता यहाँ जिरो हुन्थ्यो क्या लगाइरहेछ फेवातालाई त्यतै होला है जाने लगाइरहेछ फेवाताले होइन Finally, Lord, horse भेटिएको छैन घोडा मेरो साथी साथी प्लस हाम्रो दिस इज अ होर्स ठन्डा भयो नि त घोडा भेटेको थियो हामीले तेल सकेको अवस्थामा यस्तो भइरहेको होइन केटाहरू त अब तेल लिएर आउँदैछन् हाम्रो बाइक चाहिँ अब एकछिन बसेको छ यहाँ ल ठिक छ अब तेल आएपछि जाउँला पेट्रोल नआउन्जेलसम्म चाहिँ यसमा खेल्नुपर्छ क्यारम बोर्ड अफलाइन क्यारम बोर्ड ल मेरो बाइक यहाँ चाहिँ साइडमा ल यो चाहिँ मेरो पालो सुरुमा है गएन एउटा नि मान्छे जुन पाएँ फाइनली हाम्रो माल आए जस्तो छ अब हेरौँ हो कि होइन माल भन्दा नि फेरि अर्कै नसुर्सुनु होला पेट्रोल होइन स्टार्ट नभएको अवस्थामा अब पेट्रोल लेग साइडबाट पेट्रोल मगाएको थिएँ अब त्यहाँ स्कुटरमा आउँदैछ हेरौँ को हो कि होइन हो भने हो न ल फाइनली गाइस ल आइपुग्यो हो रहेछ ल फाइनली गाइस ल आइपुग्यो ल पेट्रोल ओ एप्स पेट्रोल ल्याउने बैडाममा गयो क्या म्यासले प्याजले धन्यवाद यार केटाहरू त कहाँ पुगिसक्यो कि माछा मार्न गएको कुन खोलातिर पुगेछ नि तेल भेर ठिस उतै हो कि हाम्रो दोहोऱ्याउँदै लिएर आएको कि तिर्खा ला होला यसलाई है पेट्रोल नि आइपुग्यो अब कहाँ जाने हो भन्ने अब फाइनल गाइस होइन केटाहरूसँग भेट भयो होइन यस्ता उति घुम्दा घुम्दै दिमाग खराब भइसक्यो भोक पनि लगाइसक्यो सुता पनि मन लगाइसक्यो होइन अब सुरु गर्नै छ ल बाइकहरू यहाँ टक्क छ ल अब हामी अब माछा मार्ने ठाउँमा जान्छ है त फाइनली भेट्यो माछा मार्दैछ केटा होइन छप्रिन्छ माछा खै यी भित्रका माछा त्यहाँ
सानो माछा भए पनि मरेको माछा के हो यो मिताले कराउँछले टाउको ठुलो हो त्यसको त यार माछा हो माछा हो कि माछा हो माछा हो र यसले चोट परेर रहेछ के ए हो माछा घाइते भएको माछा राखे जालबाट बचेर भाग्यो फाइनली गाइस भट्टी भेटियो हाम्रो सुरुवातमा त्यस्तो भयो मैले देखिँदैछु कि माछा त उता खै ठुलो हो क्या हालेर त्यो छोड्दिनु यो त टोङ्रे हो क्या हो टोङ्रे हो कि टोङ्रे टोङ्रे माछा परेर खाने यी टोङ्रे हो कि सबै त्यो यी दुईवटा ए त्यो त अरू किरा रहेछ जम हान्छ कि फेरि प्लास्टिकको जम त हान्दैन नि भ्याएको त यहीँ छेउमा फेरि भ्याएको त सँगै छ भ्याएको त तलपट्टि ठुलो छ त्यो है खोइ कत्रो ठुलो थियो यार खै यता त्यो भ्याक्टरले गरेर भयो क्या ठुलो थियो यार आओ बाबा आओ नडराइकन आओ मात्र जमा हान्यो माछाले त यसलाई चाहिँ कता भयो ए यहाँ चाहिँ उफ्रिँदैछ कि यो भाग छ यो त खतरा भागेर आएको थियो सानो भयो नि हामी छोड्दैन माछालाई टोङ्रे हो क्या हो होइन माछा माछा कत्रो गरेर राखेर नि प्लास्टिकमा हालेको त ल हातमै आएन जाल हाल्ने भन्दा नि हामी धेरै भेटाइन्छ जस्तो फिल भइरहेको छ मलाई त ठिकै छ क्या यहाँको माछा सब घाइते हुँदो रहेछ कि ओ हातमै छ उफ्रिलाई घाइते मतलब के भएर भाइले भयो होला अरे करेन्ट हानेर हो र
यसलाई अच्छा परेन यहाँ मरेर बस्यो खाल्टो कुरा टोपी छ भने एउटा आफ्टर लङ टाइम एउटा फेरि भेटिएको छ यसलाई चाहिँ क्वाप पार्नुपर्छ कि यस्तो गरेर होइन गरेर माछा फास्ट कि अब तिम्रो टोपी हान्ने स्टाइल फास्ट अब थाहा हुन्छ है त होइन माछा माछा त हो तर यहाँ छ कि अर्को भाग्यो भन्ने कुरो कि ल छैन भन्ने कुरो अब यहाँ भाग्यो त्यही हो भनेको त्यसै टोपी फर मात्र के माछा माथि आँखा ढल्किरहेको ए आँखाको चाहिँ ट्याक्क ढल्किएको है ट्रेनिङ यहाँ उफ्रोस् न किन अरूतिर गएर उफ्रिसक्यो टङ्ग्रे रहेछ कि कहाँ जाएगा यतै पाइन्छ कि भरे टङ्ग्रे भयो मिठो हुन्छ अरे है हाम्रो स्टाइल फेरि छुट्टी खण्ड ऊ छ रहेछ ल टोपीमा हामीले चाहिँ खट्टर गरेर मारिदिएको छ टङ्ग्रे उयो यसरी झऱ्यो खोलामा झऱ्यो भने त नि हाम्रो यत्रो मेहनत खेर जान्छ हो टोलाएर बस्यो घाइते भएको कि पक्कै पनि यसलाई यता फाला पर्ने चाहिँ खुइदाजीमा सानो त हाम्रो टङ्ग्रेहरूसँग त होइन हुँदैन यो हाम्रो हातको कमाल हो यता चाहिँ ल मेरो सालो मेरो मोटो सालो खत्ता तरिकाले जाल हान्दै हिँडेको छ जाडो भयो केही छैन ल दाले त जाल हान्दैछ नि खाँचोले खाँची दिइहाल्छ माले टुङ्ग्रे डुल्छ त दुई तिनवटा टङ्ग्रेसम्म थियो उभेन ओ डिसा मडाइले छैन कि यार तेरो डिसा मडाइने ल हाम्रो मित्र साथी पत्रकारले जालसँग हालत हेरौँ न सही हो च्यापहरू पाएँ पर्छ तर यो देखाउँ न यार ए ल फाइनली त्यो नि बबल रहेछ ल दुई तिनवटा ल माछा त यहाँ रहेछ कहाँनिर गएको छ नानी यसमा चाहिँ एउटा भोटी पऱ्यो भने एउटा सब्सक्राइब ठोक्नै पर्छ
टलक्क टल्किन्छ टल्किएको थियो कि अघि सानो त्यही छ कि त्यो त हटाउनु लियो लियो क्या यहाँ थोरै थोरै गरेर भन्छ मगाडि यसलाई पनि इलाके लगेर राखेर ल्याइसक्यो कहाँनिर लाग्यो भने त खुरुखुरु बिरालो ल्याएको माछा खुट्टाले माछा मार्ने हामी त्यही ट्यालेन्ट भएको मान्छे छौँ हामी यिनीहरूले छ किराको क्या रे कान झाला गीला वो पानी से भरा
ओला डिसेला काचेर निस्पान गयो यार सालो हिँडेछले होइन यो मनोज दाई होइन यता मनोज दाई फाइनली अब फर्केको हामी होइन यस फर्केको फाइनली ल अब बाई बाई अब के भन्छ अब पुग्ने बेलामा अब भेटौँला होइन गाइस अब हामी फर्केको होइन ल जाम भयो जाम अहिले चाहिँ ल हिँड्न लाग्यो होइन ल जाम गएर जाम ल बाह्र ल आइपुग्न लाग्यो होइन अनि फाइनली ल लगायत फाइनली है त हामी आइपुग्यो अब त्यो टक्क गएर खानासाना खाएर सुत्नुपर्ने हुन्छ फेरि भेटौँला अर्को भ्लगमा है त फाइनल गाइस here we go पोस्देऊ फाइनली गाइस आइपुग्यो गाडाहरू ल भविष्यलाई तपाईँलाई केही भन्नु लगायत आजको भ्लग चाहिँ यहीँ समाप्त हुन्छ अब भिजे खाम भजत्तै अब सबैजना सुत्ने अब खाना चुप्चाप सुत्ने ल टाटा बाई बाई हामी चाहिँ सटर खोलिसक्यो अब भित्र नै आइसक्यो हामी होइन ल चाहिँ यही हो होइन विशाललाई अब खाना खानु लाग्यो होइन खाना खाने अब तर यो माछा चाहिँ बबाल छ होइन आज चाहिँ यही हो हाम्रो आजको भएको मारो लाग्यो भोलि खानुपर्छ यसलाई चाहिँ टक्का भुटेर त्यसपछि ल खाना पनि खानुपर्छ अब